हेलो गाइस, आज चाहिँ हामी हाम्रो घरतिर अर्ग्यानिक तरकारी सिप्सन टिप्दैछौँ। यो चाहिँ मेरो सानो भाइ हो अनि मेरो सानो भाइले आज यस्तो राम्रो काम गरिरहेछ। बाबु सानो, तिम्रो नाम के हो भनिदेऊ त सानो? सुधांशु। के हो भनिदेऊ त? बिका हो। अनि तिमीले के काम गरेछौ? के काम हो यो? यो नाम के हो बाबु? ए सिप्चना। खै कति ज्ञानीसित काम गरिरहेको गाइस। आज चाहिँ हाम्रो गाउँ चाहिँ यो पर्यो। यो चाहिँ हाम्रो यो सहारा मिलनचोक पर्छ गाइस। अनि हामी चाहिँ अब आज चाहिँ हामी सिप्चना मेरो भाइ र भाइ ए बाबु दादा सानो दादा मेरो भाइ गरिदेऊ, सबैलाई हाई गरिदेऊ। हो मेरो भाइ र म चाहिँ हामी आज चाहिँ सिप्चना टिप्दैछौँ। अनि कहिले जाने हो त? नि खेलेपछि के गर्नुपर्छ बाबु? पढ्नुपर्छ नि। खेल्ने पनि खेल्ने, पढ्नु पर्छ होइन? ए पढ्नु पर्यो त होइन साने? के देख्यो? खै हामी सिप्चना अर्ग्यानिक सिप्चना हाम्रो अर्ग्यानिक सिप्चना यो चाहिँ टिप्दैछौँ। तरकारी यति बनायौँ तरकारी यति बनायौँ है। नाइट आयो गाइस, हाम्रो घरतिर यस्तो छ। यो चाहिँ काठमाडौँ जाने नाइट हो। बाबु छिटो टिप के, अलिक छिटो तरकारी बनाउने होइन? टिप्नु पर्यो त। हुन्छ भन्छ सानो बाबुले के टिप्दा मेरो भाइले। बाबु त ज्ञानी छस् के छस् भन्छ? ज्ञानी छस् नि। काम कति गर्छस् तैँले? धेरै गर्छ मेरो भाइले काम। मेरो साथी हो गाइस, यो भाइ भन्यो भने साथी पनि मेरो सानो ज्ञानी मान्छे। मसँग जे पनि मसँग हिँड्छ, मसँग काम गर्ने हिँड्ने मेरो भाइले। सबभन्दा हाम्रो भाइको सबभन्दा कान्छो भाइ हो मेरो चाहिँ यो। हो कि नै बाबु भन्छ? को होस् बाबु? मेरो पर्खा दादाको कान्छो भाइ होस् नि त। को होस् भन्छ? के अरे एकछिन भन्दा फेरि? कान्छो भाइ भन्न? ए गाइस, यो चाहिँ घन्टीको आज के यस्तो छ माहौल घन्टीको। गाइस आजको हाम्रो अर्ग्यानिक तरकारी चाहिँ भयो। अर्ग्यानिक तरकारी बाबु तले सक्छ नै लग्न? सक्छस्? ल लग त, ल चल त। ओहो मेरो भाइले बलियो रहेछ। ल जाम त हिँड्दा। ल मेरो भाइले गाइस हेर्नुहोस्, आज मेरो भाइले चाहिँ कि तरकारी लगिरहेको बलियो रहेछ कि सानो नि? बलियो छ है बाबु? ओहो हो ल हिँड रोड लास बिस्तारै हिँड है। ल यो चाहिँ कि अर्को भाइ पनि आहा अब। ल दार बाबु हिँड, बलियो रहेछ सानो यार। ल अब तैँले तरकारी बनाउने है? जाने है नै? बनाउन जाने है तरकारी? हो ल हेर्नुहोस् गाइस, यो मेरो भाइ हो, यस्तो काम गर्छ कि अब यस्तो गर्दैछ। अनि बाबु तैँले तरकारी बनाउन जान्छस् नै? जाने छस्? त्यति भन्छ हो? पुगाउन सक्छस्? ए ज्ञानी रहेछ मेरो भाइ, काम धेरै गर्नु चाहिँ तैँले नि। हो त स्कुल जान्छस् नै? जान्छस्? कति धेरै पढ्छस् नै? पढ्छस्? ज्ञानी छ मेरो भाइ नि। स्कुल जान्छ, आएर म दाइसँग तरकारी बनाउन लाग्छ अनि यस्तो काम गर्छ मेरो भाइले नि। बाबु दाइको माया मान्छस् नै? कति मान्छ हो र? ल अब तरकारी बनाउँदैछ भाइले। यति ज्ञानी छ मेरो भाइ। मेरो भाइको गरी त्यही हो। अनि यो चाहिँ हाम्रो घर हो गाइस। अब खाना पाक्दैछ, गाउँघरको यस्तै हो हाम्रो खानपिन होइन बाबु? हाम्रो गाउँघरको अर्ग्यानिक तरकारी बन्दैछ गाइस। अब हाम्रो गाउँघरको यस्तै हो। भन। देखाएको छु कि यहाँ देखाएको छु। यहाँ रुखलाई देखाउनु नि त हो नि बाबु? रात पर्न लाग्यो तेरो घर त्यहाँ, रात पर्न लाग्यो। अलिक पछाडि फेरि अँध्यारो हुन्छ। कब जाने घर? यो चाहिँ मेरो अङ्कलको छोरो हो गाइस। ज्ञानी छ मेरो अङ्कलको छोरो। अनि मेरो अङ्कल घर चाहिँ यति हो। अनि मसँग छोड्दैन, मलाई पछाइरहन्छ। अनि स्कुल जान्छ, स्कुलबाट अनि त्यही मै हुन गाइस। यति ज्ञानी छ मेरो भाइ।